हेलो नमस्ते सबैमा। आज हामी चाहिँ के कुरा सिक्न गइरहेका छौं। यो चाहिँ तपाईको अल्जेब्रिक फ्र्याक्सन है, क्लास 8, 9, 10 एकदम इम्पोर्टेन्ट सर्ट क्वेशन देखि लङ क्वेशन हामी गर्दै जान्छौं है। ल सुरुमा तपाईको 2x plus x plus 3 plus 3x by x plus 3 यो चाहिँ हाम्रो फर्स्ट नम्बरको क्वेशन। एकदम सर्ट एकदम इजिएस्ट वे तपाईहरुलाई म सिकाउँछु है। यसमा चाहिँ हामीले केही पनि छैन, यसलाई गर्नुपर्ने केही छैन। ट्याक्क x plus 3 है, सेम डिनोमिनेटर, यसलाई डाइरेक्ट हामीले x plus 3 कमा तानेर लेखौं हैन। यहाँ माथिको अब प्लस छदैछ 2x plus 3x गर्दा 2x plus 3x भनेको तपाईको 5x by x plus 3 यो चाहिँ तपाईको आन्सर रह्यो। यति गरेपछि तपाईलाई एक्जाममा 2 मार्क्स आइहाल्यो है। एकदम इजिएस्ट वे तपाईलाई सिकाउन गइरहेको छु। त्यसैगरी नम्बर 2 मा छ हाम्रो। नम्बर 2 मा के रहेको छ 1 by a minus b minus 2b by a square minus b square भनेको तपाईको यो पनि सर्ट क्वेशन एकदम इजी छ है। यो पनि 1 by a minus b जस्तोको त्यस्तै लेखौं 2b by अब यहाँ के छ हाम्रो a square minus b square। यो भनेको चाहिँ हाम्रो के भयो त फर्मुला भयो है। फर्मुला a square minus b square को फर्मुला हाम्रो के रहेको छ a plus b a minus b है। हामीले चाहिँ यसलाई अब यहाँ डाइरेक्ट यसरी नै लेख्न मिल्यो। a square minus b square को फर्मुला a plus b a minus b है। अब तल हाम्रो यहाँ के दुईटा कमन लिन मिल्छ त हामीले एउटा a minus b हाम्रो सेम छ, यसलाई कमन तानौ a minus b है। बाँकी के रह्यो a plus b। अब हामीले यहाँ क्रस मल्टिप्लिकेसन गर्नु पर्यो है। त्यसको लागि चाहिँ यहाँ तल नभएको चाहिँ भन्नाले नभएको यो a minus b त छ हामीसँग, यहाँ नभएको चाहिँ के छ त हाम्रो a plus b छैन है। त्यही भएर हामीले a plus b ले यसलाई मल्टिप्लाई गर्ने माइनस 2b को 2b बाँकी रह्यो इक्वल्स टु अब 1 ले यसलाई मल्टिप्लाई गर्दा a बाँकी रहने भयो, 1 ले b लाई मल्टिप्लाई गर्दा प्लस b बाँकी रहने भयो, प्लस को प्लस भइहाल्यो माइनस 2b बाइ यो जस्ताको तस्तै सार्दियौ a minus b a plus b गर्दा हाम्रो के रह्यो त के गर्नु पर्यो त अब प्लस b र माइनस 2b लाई काट्दियौ है। त्यो गर्दा चाहिँ हाम्रो यो जस्ताको तस्तै भइहाल्यो, प्लस को प्लस गर्दा प्लस b र माइनस 2b काटिदा चाहिँ हामी चाहिँ एउटा b रहने भयो है। तल जस्ताको तस्तै a minus b a plus b है गर्दा यो अब a plus b र तलको यो a plus b चाहिँ काटिने भयो। गर्दाखेरि हाम्रो के आयो त आन्सर डिभाइड गर्दा यो 1 हुने नै भयो बाइ a minus b चाहिँ हाम्रो आन्सर रह्यो है। एकदम सजिलो भयो। अब त्यसैगरी हामीलाई तल दिएको छ, हेर्दा अलि अप्ठ्यारो जस्तो छ तर एकदम इजी नै छ के हो पनि। अब हामीले यो क्वेशन के दिएको छ x स्क्वायर प्लस xy प्लस y स्क्वायर डिभाइड बाइ x प्लस y है, प्लस 2x माइनस xy प्लस y स्क्वायर डिभाइड बाइ x माइनस y है। यसलाई हामीले अब क्रस मल्टिप्लिकेसन गर्नु पर्यो। गर्दाखेरि पहिला यो गरौँ x माइनस y अनि यो x स्क्वायर प्लस 2y प्लस y स्क्वायर प्लस को प्लसै रहने भयो। यसको गर्दा x प्लस y x स्क्वायर माइनस xy प्लस y स्क्वायर यसलाई डिभाइड बाइ x प्लस y डिनोमिनेटर दुईटै एकै ठाउँमा x प्लस y x माइनस y है। अब यो चाहिँ तपाईको के हो भने x माइनस y ब्राकेट x स्क्वायर प्लस y xy प्लस y स्क्वायर भनेको चाहिँ यो चाहिँ हाम्रो a क्यूब माइनस b क्यूब को चाहिँ फर्मुला हो। सरी अलि कहाँ लेख्थ्यौं यतातिर लेख्थ्यौं a क्यूब माइनस b क्यूब को हाम्रो फर्मुला a माइनस b ब्राकेटमा a स्क्वायर प्लस ab प्लस b स्क्वायर अनि त्यसैगरी यहाँको x प्लस y ब्राकेट x स्क्वायर माइनस x y प्लस y स्क्वायर भनेको यो हाम्रो a क्यूब प्लस b क्यूब को फर्मुला है। फर्मुला लगाए एकैछिनमा हुन्छ, यो के गाह्रै छैन क्या।
ए क्यूब प्लस बी क्यूबको फर्मुला ए प्लस बी ब्राकेट ए स्क्वायर माइनस एबी प्लस बी स्क्वायर। अब यसको यो के को फर्मुला रहेको छ भने त्यसलाई लेख्नु पर्यो है। एक्स माइनस वाई एक्स स्क्वायर प्लस एक्स वाई प्लस वाई स्क्वायर भनेको एक्स क्यूब माइनस वाई क्यूब है। यो प्लसको प्लसै रह्यो। अब यता एक्स प्लस वाई ब्राकेट एक्स स्क्वायर माइनस एक्स वाई प्लस वाई स्क्वायर भनेको हाम्रो फर्मुला यो एक्स क्यूब प्लस वाई क्यूब ए क्यूब माइनस बी क्यूबको फर्मुला यो माथिको भयो। ए क्यूब प्लस बी क्यूबको फर्मुला यो माथिको भयो बाई यो तलको डिनोमिनेटर जस्तोको तस्तै लेख्यौँ। एक्स प्लस वाई एक्स माइनस वाई इक्वल्स टू अब हामीले यसमा यो अब काटिने कुन छ त हेरौँ। माइनस वाई क्यूब र प्लस वाई क्यूब यो चाहिँ काटिने भयो है। गर्दा हाम्रो के बाँकी रहने भयो एक्स क्यूब प्लस एक्स क्यूब है। एक्स क्यूब प्लस एक्स क्यूब बाई एक्स प्लस वाई एक्स माइनस वाई। अब एक्स क्यूब प्लस एक्स क्यूब भनेको तपाईको 2x क्यूब बाँकी रहने भयो। अनि यो चाहिँ हाम्रो एक्स प्लस वाई एक्स माइनस वाई भनेपछि यो के को फर्मुला भयो त अब हाम्रो यहाँ गरे जस्तै ए क्यूब ए स्क्वायर माइनस बी स्क्वायरको फर्मुला चाहिँ भयो यो है। गर्दा हामीले डाइरेक्ट एक्स स्क्वायर माइनस वाई स्क्वायर लेख्थ्यौँ। यो चाहिँ हाम्रो एन्सर भयो है। एकदम इजिएस्ट भयो। अब त्यसै गरी हामीलाई नम्बर 4 मा दिएको छ। यो चाहिँ हल्का अलि लङ्गै टाइपको छ क्वेसन चाहिँ है। तर यसलाई हामीले एकैछिनमा गर्न सकिन्छ है। 1 बाई एक्स माइनस वाई माइनस 1 बाई एक्स प्लस वाई प्लस 2x बाई एक्स स्क्वायर माइनस बी स्क्वायर। यसलाई चाहिँ हामीले यो तीनटैलाई एकैचोटि गर्न सकिन्छ है। कसरी त भन्दा पहिला चाहिँ हामीले यो एक्स स्क्वायर माइनस वाई स्क्वायर भनेपछि यो डाइरेक्ट केमा गयो हाम्रो डाइरेक्ट फर्मुलामा गयो है। फर्मुला भनेपछि तपाईँको ए स्क्वायर माइनस बी स्क्वायरको फर्मुला हामीले लगाइदिउँ पहिला यसलाई सुरुमा है। यो जस्ताको तस्तै सार्दिउँ माइनस 1 बाई एक्स प्लस वाई प्लस 2x। अब हाम्रो एक्स स्क्वायर माइनस वाई स्क्वायर भनेको ए स्क्वायर माइनस बी स्क्वायरको फर्मुला हाम्रो के थियो त ए प्लस बी ए माइनस बी है। हामीले चाहिँ अब यसलाई फर्मुला लगाउनु पर्यो। एक्स स्क्वायर माइनस वाई स्क्वायर भनेपछि एक्स प्लस वाई एक्स माइनस वाई। अब यहाँ चाहिँ एकदम ध्यान दिएर हेर्नु होला। अब तलको डिनोमिनेटर अब हाम्रो एक्स माइनस वाई अनि यहाँको छ एक्स माइनस वाई। यो चाहिँ हाम्रो सेम यसलाई चाहिँ कमन लिन पाइन्छ। हामीले कमन लिन पर्यो। अनि अर्को एक्स प्लस वाई र एक्स प्लस वाई यताको यसलाई पनि कमन लिगौँ एक्स प्लस वाई। अब माथि यो 1 को 1 नै लेख्यौँ। अब यसलाई प्लस मल्टिप्लाई भनेपछि कसरी गर्नु पर्यो त अब अघि नै अब त्यो सर्ट सानो क्वेसनमा नि तपाईँहरूलाई मैले भनिसकेको थिएँ। 1 बाई एक्स माइनस वाई छ भनेपछि हामीले यसलाई अब केले मल्टिप्लाई गर्नु पर्यो भने 1 बाई एक्स माइनस वाई। अब यहाँ जुन छैन त्यसलाई चाहिँ हामीले मल्टिप्लाई गर्नु पर्यो भनेपछि यहाँ एक्स माइनस वाई छ भनेपछि नभएको हाम्रो के छ त एक्स प्लस वाई है। एक्स प्लस वाई माइनस 1 को 1 1 ले मल्टिप्लाई भयो। अब यहाँ पनि तपाईँको त्यस्तै 1 बाई एक्स प्लस वाई छ भने यहाँ नभएकोलाई हामीले मल्टिप्लाई गर्न पर्यो। अब यसमा हाम्रो तल हेर्नुहोस् एक्स प्लस वाई छ भनेपछि यहाँ तल एक्स प्लस वाई छ यहाँ एक्स माइनस वाई छैन है। त्यसैले एक्स माइनस वाई प्लसको प्लस है प्लस 2x गर्दा अब यसलाई एक्स प्लस वाई माइनस एक्स माइनस र माइनस प्लस भयो प्लस वाई। यो प्लस जस्ताको तस्तै यो साइन चाहिँ एकदम नझुक्किनु होला है। यो मैले माइनस 1 माइनस वाई भनेपछि माइनस माइनस चाहिँ हाम्रो प्लस भयो। त्यसैले प्लस वाई लेखियो हामीले यहाँ है प्लस 2x बाई यो तलको एक्स माइनस वाई एक्स प्लस वाई है। एकदम इजिएस्ट भयो है। यो चाहिँ है एकदम सजिलो पनि छ। त्यो खासै त्यो झुक्किने यताउता टाइपको चाहिँ यो क्वेसन छैन त्यस्तो टाइपको। अब यसमा हामीले कुन कुनलाई काट्न मिल्छ त अब प्लस एक्स छ यहाँ माइनस एक्स छ है।
यसलाई काट्दियौँ। अब हामीसँग बाँकी के रहने भयो प्लस वाई र प्लस वाई 2y प्लस 2x चाहिँ हाम्रो बाँकी रह्यो यहाँ तल x माइनस वाई x प्लस वाई तलको। अब यसलाई फेरि हामीले 2y प्लस 2x लाई चाहिँ यहाँ कमन तान्नु मिल्यो है। 2 कमन तानिदियो ब्राकेटमा। अब x पहिला आइहाल्छ x प्लस वाई 2 कमन तानिदियो x प्लस वाई लेखियो है। अनि x माइनस वाई x प्लस वाई। अब हाम्रो माथिको x प्लस वाई र तलको x प्लस वाई यो चाहिँ काटिने भयो, काट्न मिल्यो। 2/x माइनस वाई चाहिँ हाम्रो एन्सर रहेको छ। एकदम सजिलो भयो, तिनवटा एकै लोडमा गर्न मिल्ने है। यो चाहिँ एकदम बेस्ट आइडिया, बेस्ट टिप। र अब यो चाहिँ हाम्रो यो भिडियोको लास्ट क्वेसन। यो चाहिँ लङ फर्ममा हो, लङ क्वेसन है। तर यो पनि एकदम इजी नै छ, यस्तो गाह्रो चाहिँ छैन है। ध्यान दिएर हेर्नु होला। बिचमा चाहिँ ट्याकटुक त्यो काट्ने काम चाहिँ नगरेर फेरि बुझ्दैन है। अब पहिला क्वेसन हेरौँ। y बाई x माइनस वाई छ प्लस y बाई x प्लस वाई प्लस 2xy बाई x स्क्वायर प्लस y स्क्वायर छ प्लस 4x क्युब y डिभाइड बाई x को पावर 4 र y को पावर 4 है। एकदम यो पनि सजिलै छ। पहिला चाहिँ हामीले यसलाई गर्दै जाउँ है। पहिला दुईटालाई गरौँ, दुईटालाई गरेपछि फेरि यसलाई गरेपछि फेरि यसलाई फोर्थलाई है। एकदम तपाईँहरूको लागि सजिलो भयो एकदम। अब पहिला मल्टिप्लाई गरिदिउँ है। x प्लस वाई प्लस यो वाई x माइनस वाई ब्राकेट यो डिनोमिनेटर सेममा राख्दिउँ x माइनस वाई x प्लस वाई प्लस यो दुईटालाई अहिले फिलहालको लागि जस्तोको तस्तै सार्दिउँ है। अब हामीले यसलाई मल्टिप्लाई गर्नु पर्यो भनेको यो एक्स वाई भयो प्लस वाई स्क्वायर है, दुईटा वाई प्लस अब यसमा नि वाईले मल्टिप्लाई एक्स वाई माइनस वाई स्क्वायर बाई यो सेम एक्स माइनस वाई एक्स प्लस वाई। यसलाई जस्तोको तस्तै सार्दिउँ। 2xy बाई एक्स स्क्वायर प्लस वाई स्क्वायर प्लस 4x क्यूब वाई बाई x टू द पावर 4 प्लस वाई टू द पावर 4। अब यसलाई हामीले काट्न मिल्छ। के काट्न मिल्छ त भन्दा अब यो त मिलेन, प्लस प्लसमै छ। अब यो प्लस वाई स्क्वायर र माइनस वाई स्क्वायरलाई चाहिँ हामीले काट्दियौँ है। गर्दा कति बाँकी रहने भयो एक्स वाई प्लस एक्स वाई बाँकी हुने भयो। यसलाई अब तपाईँले लङ फर्ममा लेख्नु छ भने अब यसलाई पनि तल लेख्दै लानु मिल्यो, नत्र म चाहिँ अहिले डाइरेक्टै गरिदिन्छु है। यो भनेको चाहिँ तपाईँको 2xy बाँकी रह्यो भाइ। तपाईँको के छ एक्स माइनस वाई एक्स प्लस वाई भनेपछि यसलाई नि मल्टिप्लाई गरिदिउँ है। गर्दा एक्स स्क्वायर माइनस वाई स्क्वायर चाहिँ हाम्रो बाँकी रहन्छ प्लस अब यो दुईटालाई पनि सेम सारौँ है। अब सेम यहाँकै प्रोसेस हो, यसलाई पनि गर्नु पर्यो हामीले सेम यही प्रोसेसमा गर्नु पर्यो है। सजिलो, एकदम सजिलो हो कि यो पाए चाहिँ। अब क्रस मल्टिप्लिकेसन हान्दिउँ। 2xy एक्स स्क्वायर प्लस वाई स्क्वायर प्लस 2xy प्लस एक्स स्क्वायर माइनस वाई स्क्वायर बाई एक्स स्क्वायर माइनस वाई स्क्वायर डिनोमिनेटर तल एउटै ठाउँमा राख्ने एक्स स्क्वायर प्लस वाई स्क्वायर है। प्लस अब यसलाई जस्तोको तस्तै सार्दिउँ। एक्स 4x क्युब वाई बाई एक्स को पावर 4 वाई टू द पावर 5। अब यसलाई पनि हामीले मल्टिप्लाई गरिदिउँ। 2xy भनेपछि एक्स स्क्वायरलाई 2x क्युब वाई हुन्छ यो चाहिँ है, तीनटा एक्स प्लस अब यसलाई 2xy क्युब हुन्छ प्लस 2 यसलाई पनि सेम मल्टिप्लाई हान्नु पर्यो क्युब वाई माइनस 2xy क्युब बाई एक्स स्क्वायर माइनस वाई स्क्वायर एक्स स्क्वायर प्लस वाई स्क्वायर भयो प्लस अब यसलाई जस्तोको तस्तै सार्दिउँ एक्स टू द पावर 4
टु द पावर 4। अब यसमा पनि हाम्रो ठ्याक्क यही माथिको जस्तै काट्नु मिल्छ है। सेम के सेम छ त सरी के डिफ्रेन्स छ त +x + 2xy क्युब र -2xy क्युब चाहिँ हाम्रो प्लस माइनस भनेर चाहिँ काट्यो। बाँकी के रह्यो डाइरेक्टली लेखिदिन्छु है। प्लस हाम्रो बाँकी भयो 4x यो पावर सेमै हुन्छ y बाई अब यसलाई पनि मल्टिप्लाई हान्दिउँ गर्दा कति भयो यो माइनस प्लस माइनसै भयो x टु द पावर 4 y टु द पावर 4 प्लस अब यहाँको 4x क्युब y बाई x को पावर 4 प्लस y को पावर 4 है। अब यसलाई पनि सेम यही दुईटा स्टेपको जस्तै ट्याक्क यो र यो स्टेप गरे जस्तै ट्याक्क मल्टिप्लाई हान्दिउँ है। क्रस मल्टिप्लिकेसन 4x क्युब y ब्राकेट यो तलको x4 प्लस y को पावर 4 प्लस 4x क्युब y x4 माइनस y4 तलको सेम लेख्थ्यौँ डिनोमिनेटरलाई एउटै ठाउँमा है। अब यसलाई पनि फेरि हामीले मल्टिप्लाई हान्न पर्यो। अब 4x7 y प्लस को प्लस 4x क्यूब y 4 प्लस को प्लस अब यहाँ 4x7 y है जोडियो यो माइनस 4x क्यूब y टु द पावर 4 यसलाई बाई x4 माइनस y4 सेम डिनोमिनेटर एउटै ठाउँमा राख्दिने माथिसम्म माथिदेखि राख्दै आइएको हो है। अब यसमा पनि सेम जुन डिफ्रेन्स छ त्यसलाई काट्दियो प्लस 4x क्यूब y 4 y टु द पावर 4 माइनस 4x क्यूब y टु द पावर 4 माइनस र यो प्लस काट्यौँ गर्दा हाम्रो 4x7y प्लस 4x7y बाँकी रह्यो तलको यसलाई मल्टिप्लाई हान्दिउँ फेरि x टु द पावर 8 भयो है माइनस प्लस माइनस y 8 भयो गर्दा अब एन्सर निक्लिसक्यो हाम्रो। यो र यो जोडिहाल्छ 8x यो हाम्रो पावर चाहिँ सेम हुन्छ y बाई x टु द पावर 8 माइनस y टु द पावर 8 चाहिँ हाम्रो एन्सर रहेको छ। यो चाहिँ तपाईँहरूलाई मैले एकदम अल्जेब्राको एकदम सजिलो वेबाट चाहिँ तपाईँहरूलाई केही ज्ञान दिएको है युट्युब मार्फत। अब यस्तै यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने चाहिँ अब फुट्ट यसो सब्सक्राइब गरिदिनु लाइक सेयर गरिदिनु है। अब अर्को भिडियोमा भेट हुन्छ हाम्रो।